बिर्तामोड झापा धेरैजना साथीहरूले हामीलाई चाहिँ लोकेसन चाहिँ बिर्तामोड झापामा तपाईँको चाहिँ कुन ठाउँमा पर्छ भनेर धेरैजनाले मलाई लोकेसनको भिडियो बनाउनुहोस् न भनेर धेरैले कल गरिराख्नु भएको थियो। मेरो लोकेसनको भिडियो चाहिँ टिकटकको पिनमा गरेर राख्नेछु भने हाम्रो लोकेसन चाहिँ म बिर्तामोड मुक्ति चोकदेखि उँभो शनिश्चरी रोडतिर आइराखेको भिडियो मैले तपाईँहरूलाई बनाएर सरस्वती हाम्रो लोकेसन देखाइरहेको छु। पहिलाको यो हाम्रो शनिश्चरी रोडको बाटो चाहिँ थोडा अलिकति दिक्कत भएको थियो र हाम्रो अहिले नयाँ बाटो बनाएको छ। धेरैजनाले लोकेसन झुक्किनुहुन्छ। पहिला रुखहरू थियो भने सबै थोक थियो पहिलाको भिडियोमा भने अहिले चाहिँ हामीले सबै यो बाटो नयाँ बनाइकिनको चाहिँ भिडियो हामीले हालिरहेका छौँ। धेरैजनाले हाम्रो लोकेसन धेरैजनाले सोधिराख्नु भएको थियो। पुरानो भिडियो हेर्ने मान्छेहरूले पनि सोधिराख्नु भएको थियो सर्नु भो कि मलाई भनेर फोन गरिराख्नु भएको थियो। हामी सरेको छैनौँ। हामी जुन ठाउँमा हाम्रो रिकन्डिसन थियो त्यही ठाउँमा हामीले रिकन्डिसन सञ्चालन गरिरहेका छौँ। धेरैजना साथीहरूले लोकेसन चाहिँ बनाउनु पर्यो सर, लोकेसन चाहिँ बनाउनु पर्यो भनेर मलाई धेरैले फोन गरिराख्नु भएको थियो। मैले बिर्तामोड मुक्ति चोकदेखिको लोकेसनको भिडियो क्लियर गरेर बनाएको छु। धेरैजनाहरूले लोकेसन सोधिराख्नु भएको थियो। हाम्रो गोर्खाली रिकन्डिसन हाउसको लोकेसन चाहिँ झापा बिर्तामोडमा पर्छ भने शनिश्चरी रोडमा तपाईँको पर्छ भने हाम्रो शनिश्चरी रोड पाथिभरा रोड नम्बर 3 को अगाडि पर्छ। धेरैजना साथीहरूले चाहिँ मलाई लोकेसनको लागि चाहिँ धेरैले फोन गर्नुभएको थियो। मैले लोकेसन तपाईँहरूलाई क्लियर गरेको छु। यो फुल भिडियो हालेको छु लोकेसनको टिकटकको पिनमा राख्नेछु। हेरेर हाम्रो लोकेसन हाम्रो कन्ट्याक्ट नम्बरमा कन्ट्याक्ट गरेर पनि सोध्नु सक्नुहुनेछ। शनिश्चरी रोडबाट आउने साथीहरूले मुक्ति चोकबाट आउने साथीहरूले उँधोबाट आउनेको लोकेसनको भिडियो राखिदिएको छु। उँभो इलामतिरबाट आउने साथीहरूले चाहिँ ठ्याक्कै बिर्तामोडको मानव चोकदेखि 200 मिटर तल आएपछि हाम्रो पाथिभरा रोड नम्बर 3 को अगाडि चाहिँ हाम्रो गोर्खाली रिकन्डिसन हाउसको लोकेसन हामीले क्लियर गरेछौँ। धेरैजना साथीहरूले लोकेसनको लागि मलाई कल गरिराख्नु भएको थियो। मैले लोकेसन क्लियर गरेको हाम्रो गोर्खाली रिकन्डिसन हाउसकै छेउमा आइपुग्नु लागेका छौँ हामी। अब अलिकति भिडियो लामो भए पनि अन्यथा नलिनु होला। एकदम राम्रो क्लियर तरिकाले लोकेसनको भिडियो हालेको छु मैले। धेरैजनाले मन पराइदिनुहुन्छ भन्ने आशा राखेको छु। हाम्रो जति पनि मेरो भिडियो हेर्ने साथीहरूले हाम्रो गोर्खाली रिकन्डिसन हाउसको तर्फबाट धेरै धेरै धन्यवाद भन्न चाहन्छु। लोकेसन यही हो है, हाम्रो देखिराख्नु भएको होला नि है।